सो अनि मेरो केटाहरु चाहिँ यहाँतिर हुनुहुन्छ सबजना खाइरहेको छ हैन अनि म चाहिँ यहाँतिर बसे भन छ्याङ खादिनन् म खादिन भने साइको अहिले फेरि भिडबाट लडी जाँदैन लडे लड्छ जा केही हुँदैन तल हैन आमा खोइ त यो खानु गर्नुपर्छ एक मुख खाइदिन्छु ल ल ल ल आमा म खादिन ल राडी भाइ के तैले मलाई आइयो लुजु त भिडियो बनाउँदै ल भाइ बराबर बराबर उसने मुझे ये छोड़ा के जा आंखों को जद हो गया मैं देखा ऐसे पानी पानी हो गए लासो तिम्रो आप्पा र आमालाई माइचुदेखि जेठा र काकालाई हे केटा हो से हे गाइस वेलकम ब्याक टु माई च्यानल एनदर ब्लग इट्स मी दुर्स ट्यान्जेट अनि आज तपाईँलाई स्वागत छ जस्ट आज चाहिँ हामी तारी भिजन लाग्यो अनि हाम्रो केटा यहाँतिर छ कस्तो भइरहेछ केटा हो बवाल हैन अनुभव कस्तो भइरहेछ अनि सो सबजनालाई ह्याप्पी न्यू इयर हैन आज चाहिँ ह्याप्पी न्यू इयर अनि हामी पनि ह्याप्पी न्यू इयरमा टक्क लगाएर हुन्छ नि पैसा सैसा फेरि छैन हामीसँग पैसा सैसा छैन हैन पैसा सैसा छैन तै पनि हामी चाहिँ हुन्छ तारी भिड जान लाग्यो हैन हाम्रो केटाहरु हुन्छ नि त्यस्तै कति जान्छ भने 2 3 6जना छ त 6जना भने 6जना भने 6जना को छ भन्नु त 1 2 हामी 6जना छौँ हैन अनि 6जना अब टक्क लगाएर हुन्छ नि तारी भिड जाँदैछौँ तारीहरुमा चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त्यहाँतिर चाहिँ हामीले हुन्छ नि त्यो पानीहरु अनि त्यो खाजाहरु लगेर हुन्छ नि के लाने छ्याङ पनि लाने साइको छ्याङ पनि लाने हैन तर मैले छ्याङ त खाँदैन तै पनि हुन्छ छ्याङहरु पनि लगेर जाने अनि के भन्छ रमाइलो गर्नुपर्ने हुन्छ फेरि म त हुन्छ नि एक मुख खायो भने त म त सेल दिन्छ नि त अनि सबैजनाले एकदम हुन्छ नि अब हुन्छ नि सबैजना मनेर होला अवस्था पर्छ रोजी माथि नि पकार्ने के ल गाइस अनि अब हामी जाँदैछौँ अब कतितिर अब त्यो जङ्गलतिर पुगेर भेटौँला अब यो बाटोतिर कोही हुँदैन आज किनभने न्यू इयरमा त अब सबैजना हुन्छ नि टुटी खेलतिर हुन्छ नि कन्सर्ट छ अरे हैन त्यतातिर जान्छ नि त सबैजना हेर्नु जान्छ क्या हैन हो कि भन्न सो हामी जगदलमा आइपुगिसक्यो ओभर भिड हैन यहाँतिर त हुन्छ नि आज न्यू इयर भएर होला हैन सबजना हुन्छ नि सबजना आएको छ देख्न सक्नुहुन्छ ओभर भिड अनि के भन्छ पर जङ्गलतिर हुन्छ नि ओभर के पिकनिक सब हुन्छ नि छुट्टा छुट्टै छ उपर डाँडामा क्या हुन्छ छुट्टा छुट्टै छ कि सबमा हैन जस्तो हुन्छ हामी चाहिँ तारी भिजन लाग्यो सो हामी चाहिँ हुन्छ नि यता वारीपट्टिको हुन्छ नि टक्क लगाएर हुन्छ नि यता डाँडामा आइपुगिसके अनि अब देख्न सक्नुहुन्छ तपाईँहरू त्यो पारी छ है होइन तारी भित्र पारी छ अनि त्यो जङ्गलमा चाहिँ हामी जानुपर्ने हुन्छ अनि ओपर गर्नु भइसक्यो मलाई चाहिँ अनि हुन्छ नि त्यो तारी भित्रको जानु हुन्छ नि ओपर उकालो छ कि अनि त्यो उकालो चढ्दाखेरि जानुहुन्छ नि कस्तो हुन्छ होला हुन्छ नि मान्छे माकडक हुन्छ नि हल्का सेतो थियो अब हुन्छ नि केटाहरूले फेरि डुलाएर फेरि कालो बनाउनु भयो के टेन्सन मलाई जहाँ पनि टेन्सन दिइरहेको छ केटाहरूले केही छैन अब त्यो हुन्छ नि हामी तारी भिरको माथि चुचोरोमा त जान सक्दिनँ होला तै पनि हामी हुन्छ नि तारी भिरको बिचमा बसेर हामी रमाइलो गर्नुपर्ने हुन्छ अनि यतै अब पसलतिरबाट हामीले के हुन्छ नि खानेकुराहरू लानुपर्ने हुन्छ किनभने हामीले भोक लाग्छ नि त अनि त्यो त्यो कसम त्यो रड्डी जङ्गल देख्दै मलाई जानै मन लागेन यार केटा हो कम उकालो त त्यो जङ्गल पानी पनि केटा पानी प्लास्टिकको गिलास यहाँतिर रहेछ अनि टक्क लगाएर हुन्छ प्लास्टिकको गिलास हामीले यहाँबाट लानुपर्ने हुन्छ अनि माथिको चाहिँ हामीले के गर्नुपर्ने हुन्छ त्यो के लिएको छ अरे हामीले भन त तुलचुले छ्याङहरू लिएको छ त्यो छ्याङहरू चाहिँ केटाहरूले खान्छ मैले खाँदैन त्यहाँबाट त्यो कुरकुरेहरू के नलाने कुरकुरे त यो त बच्चै हो कि कुरकुरे लान्छ यो कुरकुरे लाँदैन यसले मैले सम्झाउँछ अनि यसले कुरकुरे खाँदैन अनि के भन्छ लास्टमा हुन्छ नि फर्किँदै नगर्ने अनि केटा दुईजना चाहिँ यहाँनिर केटा दुईजना चाहिँ हुन्छ नि भेटेको छैन कहाँ पुगिसक्यो माथि डाँडातिर गइसक्यो होला अनि अहिले गएपछि हामी भेट्नुपर्ने हुन्छ
हुन्छ नि गाइज यो माथिको त्यो डाँडै डाँडाको भने त हामीले त त्यो बस्ने ठाउँ नै भेट्दैन नि हामी चाहिँ यतातिर आएको तर यता पनि खोइ त बस्ने ठाउँ पाएको यो लिएर आएको होइन कसम ओइ मेरो जुत्ता यस्तो चिप्लो छ केटा यहाँबाट चिप्ल्यो भने फेरि यहाँबाट त रोकिँदैन त नि गाइज यार कहाँ यहाँबाट रोकिन्छ त त्यही त्यहाँ गाइज बिस्तारै जानुपर्ने हुन्छ बिस्तारै आउ ल ए तिमी चप्पल खोलेको ल ठिक छ उसले चप्पल खोलेको कस्तो राम्रो काम गरेको छ त्यो त गाई चाहिँ त्यो अस्तिको भ्लगमा त लड्या थियो आज त लडिन खुसी लाग्यो मलाई गाई चरो यार लास्टमा हुन्छ नि पारी गएको होइन पारीबाट फेरि केटाहरू आउनै मानेन नि त आउनै सकेन के अनि जसमा कसम यार म त एक्लै भोगेँ अहिले हेर न यस्तो खोप्चामा यताबाट पनि भिड होइन यताबाट पनि भिड के चट्नै सकेन यार तै पनि म जाँदैछु पक्किनाले मैले यतालाई त म कसरी निचार्छु मलाई यस्तो दुःख दिएको छैन के तैँले मलाई बराबर है कलकुत नलगाए बराबर भिडियो गर्दैन त ल उठा न भिडियो तर ठाउँ चाहिँ बब्बल बनाएछ है ठिक छ ल ठाउँ चाहिँ बब्बल भेटाइछ कहाँ हो बे होइन तेरो बाउले ल्याउँछ पानी यहाँ सायको कुरा गर्छ तिमीहरू किन अगाडि आएको भागेर किन आएको त पानी ल्याउनु भने तिमीहरू बस्नु पर्दैन होइन त्यो चस्मा त फुकाल न लड्यो गाई आज पनि फाइनली एकजना मान्छे चाहिँ हामी लडिसक्यो हाम्रो ग्रुपमा चाहिँ त्यही नै त्यही नै गाई अब चाहिँ हाम्रो यहाँतिर पार्टी सार्टी हुन्छ होइन अनि मेरो केटाहरू चाहिँ यहाँतिर हुनुहुन्छ सबजना खाइरहेको छ होइन अनि म चाहिँ यहाँतिर बसेँ भन छ्याङ खाँदिनँ नि म खाँदिनँ भने साइको अहिले फेरि भिडबाट लडी जाँदैन होइन आमा खोइ त यो खानु खाइदिन्छु ल आमा म खाँदिनँ ल यस्तो खायो भने त मरिहाल्छ नि यार केटाहरूले जबरजस्ती मलाई छ्याङ खुवाए कसम म खाँदिनँ गाइस तर हुन्छ नि साथीभाइले दिएको अब एक मुख चाहिँ खायो अब चाहिँ खाँदिनँ है म केटाहरू मलाई नदेऊ ल नदेऊ ल केटा हो मागी पनि नदेऊ ल मेरो साथीहरू हेरेर त कस्तो इमान्दार छ अब नदिने भन्छन् त ल खुसी लाग्छ अब त्यही अब चाहिँ हामी हुन्छ नि फर्किने बेला मात्र भेट्छौँ होइन किनभने अब यतिर रमाइलो भइरहेछ जे होस् होइन हाम्रो कतिजना 6 जना छौँ हामी ओभर रमाइलो भइरहेछ ल अनि यो चाउचाउहरू लिएको छ यहाँतिर अनि अर्को सामानहरू पनि लिएको छ यहाँतिर ब्यागमा छ होइन खानेकुराहरू चाहिँ अनि यिनीहरू खानुपर्ने हुन्छ टक्करेर त्यहाँबाट चाहिँ हामी घरतिर फर्किनुपर्ने हुन्छ ओभर फेरि आज हुन्छ नि तारे भिडमा यस्तो रमाइलो भइरहेछ गाइज है ओभर रमाइलो भइरहेछ है बबल रमाइलो भइरहेछ अब चाहिँ हाम्रो हुन्छ नि यहाँतिर चाहिँ एकचोटि हुन्छ नि सानो रमाइलो हुन्छ होइन अब हाम्रो सानो सङ्ग जान्छ के सबै ग्रुपको अब तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो ओभर यहाँतिर रमाइलो भइरहेछ ल केटा एउटा गीत ल राजुना दिल गया टुट गया माया जिन्दगी ओ वाना छ्याङ नखाने नि साईको गीत पनि गाउने छ्याङ खाऊ न ल खाऊ 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 छ्याङ खाऊ ओ चिया खाएको कि तिमीले छ्याङ खाएको
गाई थिएले ल फेरि एउटा गीत ल केटा साजना दिल गया टूट गया दिले गया तेरा हुन्छ नि न्यू इयरको अब लास्ट रमाइलो हुन्छ गाइजहरू अनि अब हाम्रो हुन्छ नि यहाँतिर के हुन्छ भने केटा हो एउटा गीतहरू जान्छ ओभर रमाइलो रमाइलो हुन्छ होइन जस्ट अब केटा हो ल यस यस ए लटकाई ए लटकाई लाइटर यस यस ए लटकाई यस कट कट र्याप चाहिँ मन परेन ल र्याप भनेको लिरिक्स हुनु पर्यो फिलिङ्स हुनु पर्यो सोसाइटीको बारेमा लेख अन्डरस्ट्यान्डिङको बारेमा लेख सुपरस्टिसनको बारेमा लेख या भाइ यो के त्यो लाइटर खोइ भन्थ्यो र्याप हान्ने बुझ्छ सम्झे भाइ भाइ ल ल ल मन पर्यो मोटे बोल म यसमा धेरै आत्तिए Oh my god. Yes, आत्तिए त्यो बबल केटा हो बबल ओपर रमाइलो भइरहेको छैन अब चाहिँ हामी जस्ट हुन्छ नि यो तारे भिडबाट चाहिँ हामी निक्लिनु पर्ने हुन्छ किनभने हामीले यहाँतिर रमाइलो पनि गरिसके हुन्छ नि छ्याङहरू सब होइन अनि सबजनाले थाहा छ नि मम्मी हाम्रो त्यो ठुलो रोटी ठुलो रोटी जस्ट अब चाहिँ हामी त्यो ठुलो रोटी हुन्छ नि त्यो ठुलो रोटी खानको लागि चाहिँ हामी जाँदैछौँ अनि यहाँतिर हुन्छ नि हाम्रो केटाहरू सबजना छ सबजना छ होइन अनि अब चाहिँ हुन्छ नि हाम्रो यहाँतिर हुन्छ नि हामीले यहाँतिर खाना लिएको चाहिँ हाम्रो सब सकिसक्यो अब चाहिँ हामीले फेरि अर्को ठुलो रोटी अनि त्यहाँतिर पनि हुन्छ छ्याङ के हुन्छ तर म चाहिँ खाँदिनँ किनभने भर्खर मलाई केटाहरूले जबरजस्ती गरेर एक मुख खाएको म ओभर हुन्छ रिनी भइरहेको छु अब चाहिँ म खाँदिनँ होइन अब चाहिँ जस्ट हामी तारेबिरबाट निक्लिनु लागेको गाई चाहिँ अनि हाम्रो केटाहरू चाहिँ ओपर झ्याप भइसक्यो मलाई हान्नु ला हो अघि न कट भन्यो त हे भगवान उसने मुझे छोड़ा के जा को हो गया मैं देखा ऐसे पानी पानी हो गए ओ पानी हो गए तो फाइनली है ओभर रमाइलो भयो यो चाहिँ झुलिसक्यो अब चाहिँ हामी निक्लिनु लाग्यो होइन अनि अब तलतिर पुगेर भेटौँला है त सो सबजना फर्किसक्यो होइन हाम्रो ग्रुप चाहिँ सबजना फर्किसक्यो अनि यहाँ पछाडि आइरहेको छ केटाहरू ओ केटा हो ल ओ केटा हो के या गर्ने केही बोल्न आउँदैन तिमीहरूले के या भन्नु पाएको तिमीहरूलाई केही आउँदैन है ल अब चाहिँ हामी जस्ट फर्केको है अनि धेरै भइसक्यो हामी हुन्छ नि त्यहाँतिर बसेर ओभर रमाइलो पनि गऱ्यो माघसम्म हुन्छ नि एक मुख छ्याङ खाएको त्यो पनि कस्तो हुन्छ नि मलाई त ओभर भयो क्या हुन्छ नि कस्तो बमिट आउँदा जस्तो होइन कस्तो हुन्छ नि आँखाहरू सुनेको जस्तो भइदिएर क्या अनि जस्ट मैले चाहिँ खाइनँ होइन त्यो पनि केटाहरूले कर गरेर खाएको अब चाहिँ म खाँदिनँ तारे भिडियो ठाउँको नाम किन तारे भिड थाहा छ किन यहाँ पर तारा झरेको थियो नि त तारे के भएको थियो तारा झरेको थियो तारा ए तारा झरेको थियो त्यही भएर यो रुखहरू उम्रेको होला नि है मलाई त्यस्तै लागिरहेको थियो है ल ठिक छ अनि अब चाहिँ हामी फर्केको किनभने हुन्छ नि हामीले त्यो रमाइलो पनि गरिसक्यो हाम्रो रमाइलो चाहिँ त्यतिकै गइसक्यो होइन अनि अब ठुलो रोटी खान जाने अब ठुलो रोटी खाएर चाहिँ हामी फेरि हुन्छ नि त्यहाँबाट चाहिँ हामी घर चलिदिनु पर्ने हुन्छ यस रमाइलो छ यार तारे भिडमा अब हुन्छ नि यस्तो न्यु इयरमा चाहिँ हुन्छ नि यसपालि आएको क्या अनि ओभर रमाइलो भयो है फाइनली हामी चाहिँ हुन्छ नि खाजा खाने ठाउँमा पनि आइपुगिसक्यो होइन अनि ओभर गलेँ म त आज हुन्छ नि तारेभिरमा गएर फेरि हुन्छ नि फेरि यता गोकर्ण झरेर अनि यतातिर आएको ओभर थाकिरहेको छ त्यता थाकेँ थाकेन आज थाकेन रे म त ओभर थाकेन अनि जस्ट हामी चाहिँ हुन्छ नि यहाँतिर सिङ्गो बन्ने हुन्छ यहाँतिर छ पसल चाहिँ होटल चाहिँ अनि यहाँतिर सिङ्गो बन्ने हुन्छ अनि यहाँतिर खाजा खाएर के खान्छ अब केटाहरू त्यो मलाई पनि थाहा छैन जस्ट खानु चाहिँ खान्छ केटाहरूले होइन गम कि गम त्यहाँबाट चाहिँ हामी खाजा हामी चलिदिनु पर्ने हुन्छ अनि ल केटाहरू छिटो यसो गरौँ 7वटामा 8वटा जति रोटी मगाउनु 8वटा ओके होइन जे गर्दा हुन्छ म त जे गर्दा पनि खुसी ल अब चाहिँ हामी छिरिरहेको छु होइन ओ माई गड
द कहाँ गयो ल एकजना चाहिँ बाहिर गइसकेको छ अब टक्क खाजा साजा खानुपर्ने हुन्छ यहाँनिर त्यहाँबाट चाहिँ हामी चल्नुपर्ने हुन्छ होइन सो ओ माई गड हामी त हुन्छ नि होटेलमा बसेको होइन अनि होटेलमा बसेको चाहिँ हामीले चाहिँ हुन्छ नि टाइम बितेको पनि थाहा भएन क्या यस्तो टाइमहरू चाहिँ 6:30 भइसकेको छ रात परिसक्यो होइन अनि त्यही हो केटाहरू यहाँतिर छ सबजना अनि ऊ एकजना चाहिँ त्यहाँतिर रिचार्ज किन्न गएको छ अनि त्यहाँबाट अब चाहिँ हामी रुमतिर जाँदैछौँ अनि सो आजको भ्लग चाहिँ यहीँतिर सकिन्छ नेक्स्ट भ्लगको वेट गर्नु होला थ्याङ्क्स फर वाचिङ बाई बाई गाइज